भयो है हुन त दुईचोटि ठिक हो मतलब त सानो हो नि यो त त्यो बरु अघि त्यो ठुलो कराई चाहिँ ल्याउनु पर्छ नि अपरेसन गर्नु पर्ला यार एकछिन सक्नु अब अरू पछि काट्दा पनि हुन्छ जहाँ चाहिँ पछि काट्नु हैन थुप्रै राम्रो हो मैले पहिला रुममा पकाउनु पर्दा त कहाँ मसिनो गएको थियो कहाँ मलाई त आज कुखुरा काट्न थाहै थिएन हिजो हाँस काट्नु अनि केही भनेन अनि त्यहाँ जे जुन हाम्रो यस्तो हेरौँ पो त्यो क्वालिटी रहेछ कि शान्ति लास्टै थाहा छ कस्तो काट्छ अनि आज त अनि अघि तपाईँलाई मेसेज गरेर म नआउनुभयो झन् अस्ति नै शान्तिले मलाई कानमा घुराइदियो त भन्दै मलाई खुसुक बेला बेला कानमा आउँदै भन्दै भने अनि ऊ पनि फेरि जस्तो गरेर त्यहाँ किचन चुरोट खाँदै हिँडेछ अनि उकालेले म चाहिँ जाउँ कि जाउँ मलाई भन्नु मन लाग्यो हिजै भन्नु मलाई मान्छे अब चुरोट खाएर फेरि ओजा मल भेटिसक्यो के हो यो ठ्याक्कै उसलाई भेटिहालेको मैले अनि भन् ऊ त्यो डाइनिङतिर हिँडेन मैले भनेको अनि ल मोबाइल चार्ज पनि सकिएको अनि यसलाई यो आएछ म के सुतेको भने अनि जाउँ न त भनेको अनि त्यो जाउँ फेरि उसलाई नि ऊ उही नमाने शेर्पा पहिल्यै हो फेरि तिमी त हो कस्तो नमानेको नमाने होइन तिमी ऊ मोबाइल चलाएको पहिल्यै हो नि शेर्पा र उता आज तिमीलाई खोज्दै आएको तिमी फेरि उता रहेछ केटाहरूलाई पेनीबाट चुरोट ल्यायो भन्ने बिर्सेछ भन्नुपर्छ नि यहाँ त छोडेको रहेछ कि ए विक्रम कट 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 गरेको साउन्डको त्यो भिडियो हाल्नुपर्ने नि त्यहाँ अब कटिङ कटिङ बोर्डहरू पनि कट गर्न खोजिसक्यो कस्तो कटकट टेबल डाइनिङ टेबल चट काट्ने क्या त्यस्तो त हुनु पऱ्यो नि व्यवस्था हेर मासु दामी थियो कस्तो टनेल हो यो साइड त्यो खुम्चाउनेवाला टेबल चाहिँ हामीले चाहिने रहेछ हौ त्यो ट्याक्क के सानो हातमा ट्याक्क त्यो घर जाँदा त्यो लिएर जाऊँ भनेको यार कहाँ त्यस्तो पनि नेपालमा पाइहाल्छ नेपालमा त्यो लबरको यो टेकिङ सबमा जाउँ न दाइ टेकिङ सबमा तपाईँलाई हाम्रो अहिले यस्तोतिर खाँदा चाहिँ ठिक्क हुन्छ कि कटिङ सबैजना हामी खास त्यसरी बस्नुपर्ने हो अरे मा बात आउँदै अच्छा ट्रेन भए त यतै बसेर मासला रुममा जाँदै नजान्थ्यो है सम्झी अब बिस्तारै मिलाउनु पर्छ ट्रेन किन्नुपर्छ के हो छुट्टी यहाँ अहिले रुममै नजाने के अनि टक्क ल्याउने अलि पावर ब्याङ्कहरू अलिक खतरा खतरा किन्ने के सबै पिएकै जति होला के ट्रेन टाइम र क्याम्पिङ होला अनि टाढो टाढो जाने कि मस्त आइस भने त अब मिल्ने केटाले लोकल गफ गर्दै आएको होला मिल्छ यहाँ त होइन त्यो त लोकल हो मिल्ने के अब गएर टक्क खाइन्छ लोकलको सुप भन्दै गफ गर्दै आएको होला उसले फेरि कोसँग जोसँग गरे म त गएको केटाहरूले बोलाएको छ भन्दा नि उसले गफ गर्दा नि टक्क हान्दिने हो के टक्क त भन्दैन त्यसले त के भन्छ पक 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 भन्छ क्या पक पक बियर खाँदा नि पक्क हान्ने रे अनि भात खाँदा नि पक्क हान्दिन न भन्छ के अगाडि सिजनको लागि मासु सबैले छुट्याउनु बोसो सोसो पहिल्यै हालेको हुन्छ अहिले नै हुँदैन हुँदैन अरे बादसँग बरु तिमीलाई त्यसरी बसाउनु मन लाग्छ नि कहाँ बोसो मात्रै पहिला तेलमा जानु हालेर बोसो त म खान्न होइन अहिले भोज अरे बादसँग ठिक हुन्छ बोसो टमाटर पनि आउँछ ठिक्क अनि अलिक ग्रेभीमा चिकनलाई ट्याक्क मासु हाल्दा नि हुन्छ छोरी आधी नै एकैछिनमा भयो है पटाक पटक यार त्यो आन्द्रा टाइम लाग्छ नत्र अब सकिँदैन त्यो हाँस अब हाम्रो यो छुट्टी अब त्यसको ठुलै हुन्छ है कुन चाहिँ लान्छ होला त्यो हाँस के के बानी भन्नुपर्ने रहेछ होइन नि हाँसको मिठो हुन्छ महँगो हुन्छ नि भिडियो हाल्दा नि
यो रुद्रहरूले कति खान्छ होला यो कुखुराको काटेर भन्छ होला नि मान्छे अस्ति भाले काट्यो खान्छ पोल्ट्रीले भने चाहिँ यो त उच्च यो काम चाहिँ अलिक भएन है भयो भने त हाम्रो गाउँतिरको माओवादीको मान्छेले क्या त्यो हाम्रो बालेन सरकारको उसमा खाएको भनेर भाले देखाएको थियो नि अस्ति गुरुदिन भनेको थिएँ मैले केही भनेन रिप्लाई दिनु हुँदैन रहेछ आफ्नो यादहरूलाई यसो बिचमा हाल्नु छोडिनु त्यो अर्को कमेन्ट हेर्नु त होइन कम्ती बालुवा नजिक है दुख्रै भने सम्झिनु बलले दिन्छ ज्वार हुन्छ अलिक परे ओए यहाँ सम्झि यहाँ माछा पालन रहेछ नि यहाँ यो साइड यस्तो खतरा ठाउँ रहेछ नि है लिपस्टिक गरे हो त्यो बेस्ट लिन्थ्यो न रोद दाइको जसले मुख फुटेछ हौ है यस्तै हो होइन एकैछिनमा उसको ओठ किन फुट्यो दादा लिप कार्ड युज गरेर क्या त्यो लिप कार्ड युज गरेर नगरेपछि त्यस्तो हुन्छ न ए छ गाउँछौ त्यसो गर न मेरो पनि यहाँ हेर यहाँ अप्ठ्यारो लागिसक्यो भने कस्तो खस्रो देख्ने के कस्तो फेरि सेरेको अनुहार देख्दा के हुन्छ सेरेको चाया तिमीले यो याद गर्नु होला हिजोतिर नुहाए क्या हो होइन अनि यस्तो खस्रो हो कि बाहिर घाममा बसेको बिहानको अनि त्यत्रो जनाले भनेको मैले भनेको लोसन ल्याऊ त्यस्तै उठेर आउँदो रहेछ त्यो त नि मैले हिजो भने त नि केटाहरू त मारी हाँसिरहेको थियो के हो त्यो शेरबहादुर जस्तो सोध्यो त्यसै आउने त्यही मैले त भनेको नि यार तिमी निन्द्रमा हो कि साँच्चै आएको हो भने जस्तो तिमी देखेको त्यस्तै आएको हो कि जस्तो देखेको त्यस्तैमा आएको जुत्ता मात्र लगाएछ न त त्यस्तैमा आएछ भनेको अरूले त अलिकति चेन्ज गर्छ नि त कपडाहरू भनेको के यही मात्रै हो यो त माथि छ त्यो झोलामा मसँग कहिल्यै दल्दैन यार फेरि नेपालदेखि ल्याएको टङ्गै छ खै कुन खालको यो पपया हो मेरो त पुग्दैन फेरि मैले त 3 वर्षलाई पुग्नु ल्याएको छु म घर मैले कसलाई दिएँ एउटा मिल्दै दिएँ म एउटा सामानले दिएँ त्यस्तो होइन त्यस्तो मैले सुमनलाई दिएँ उसले दिन्थ्यो 2-3 वटा दिएको मैले सुमनले मेरो जाडो काट्दै गएर महँगो भन्ने यार सुमन अनि 3 वर्षको अनि मिलले एउटा सुमनले आधी दियो मिलले फुल दियो मिलले अस्ति मैले एउटा दिएँ रुद्र दाइको ड्युटी आयो ल त्यहाँ त्यो अब तपाईँलाई नत्र हाम्रो बनाउनु आउँदैन होइन म त के भन्छ त्यो आन्ध्र खेलाउनु न जान्दैन कस्तो जान्दैन अस्ति कस्तो मजाले बनाएको थियो त्यस्तै बनाउनु न भिडियो बनाउँछ कि भिडियो पनि आएको त्यहाँबाट माथिबाट त्यहाँबाट भिडियो बनाएको हो त्यो 5 सक्नुले यार कहाँ मोबाइल त त्यहाँबाट रहेछ त अनि मैले हेरेदिनँ यार कहाँ माथि पाएको हेरिरहेको सबलाई हेरिरहेको छ उसले यस्तो घुम्ने चाहिने थियो पुरै माथिबाट राखेर त्यहाँ काटेको देख्छ होला भनेको त्यहाँ अब काटेको नि आयो होला चिल्लो पनि अघि त यार टाउकोमा दल्ने तेलै दल चिल्लै हुन्छ क्या बरु कालो हुन्छ अनुहार चिल्लो हुन्छ क्या गर्मी लाग्छ कि डल्यो भने त्यही भएर इ तिमीलाई देखिरहेको छ बिचरामा अनि के हेलो 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 कति मिनट भइसकेको छ 9 मिनट भइसकेको छ